सबैमा नमस्ते। हामी आरजी भेन्चर एन्ड ट्रेडर्स रियल इस्टेटले फेरि पनि तपाईँहरू माझमा एउटा न्यू प्रपर्टी लिएर उपस्थित भएका छौँ। न्यू क्लासिकल डिजाइन मोडमा बनेको यो ब्रान्ड न्यू लग्जरियस टाइपको सेमी फर्निस सेमी बङ्गलो घर रहेको छ। अब आउने 10 दिनभित्र सबै निर्माण कार्यहरू सम्पन्न हुने प्रकारको रेडी टु मुभ इन कन्डिसन टाइपको घर रहेको छ। यदि यहाँहरूले बुढालिङकण्ठ एरियाको कपन एरियामा घर खोजिरहनु भएको छ, राम्रो सोसाइटीमा बस्न शान्त वातावरण होस्, नयाँ बस्ती, नयाँ समाज र सबै कुराको सुविधा पुगेको ठाउँ होस् र घर पनि पूर्व र दक्षिण मोडा फर्केको डिरेक्सनको घर खोजिरहनु भएको छ भने पक्कै पनि यो घर तपाईँहरूको लागि हुन सक्नेछ। हामी तपाईँहरू माझमा यो घरको फुल भिडियो राखेका छौँ। यो भिडियो मार्फत तपाईँहरूले यो घरमा रहेको सम्पूर्ण कुराको जानकारी सहजै लिन सक्नुहुनेछ भन्ने आशाले यो भिडियो राखेका छौँ र यो भिडियो हेरेर तपाईँहरूले खोजेको जस्तो र सोचेको जस्तो घर लागेमा हामीलाई सम्पर्क गरेर भिजिट पनि गर्न आउन सक्नुहुनेछ। नयाँ मापदण्ड अनुसार र सबै वास्तु मिलाएर 14 को पिलर र 16 र 20 को डन्डी राखेर अब आउने 10 दिनभित्र सबै निर्माण कार्यहरू सम्पन्न हुने प्रकारको यो घर तपाईँहरू माझमा हामी बिक्रीमा लिएर आइसकेका छौँ। यो घर रहेको ठाउँ बुढालिङकण्ठ नगरपालिका वार्ड नम्बर 11 लसुनटार कपन काठमाडौँमा रहेको छ भने करुणा हस्पिटलदेखि तपाईँ यो घरसम्म पुग्नलाई 200 मिटरको दूरी मात्रै लाग्नेछ। यो घर 4 आना 3 पैसा 3 नाम जग्गाको क्षेत्रफलमा बनेको छ भने घर अगाडि 14 फिटको बाटो रहेको छ। घर पूर्व र दक्षिण मोडा फर्केको छ। यो घर 2.5 फ्लोरको रहेको छ भने ग्राउन्ड फ्लोर तपाईँले रेन्टमा पनि दिन मिल्ने प्रकारको रहेको छ। ग्राउन्ड फ्लोरमा 1 किचन एन्ड डाइनिङ हल, 1 लिभिङ हल, 2 बेडरुम र 1 कमन टोयलेट एन्ड बाथरुम रहेको छ भने योभन्दा माथि घरधनीले प्रयोग गर्नेमा 1 किचन एन्ड डाइनिङ हल, 1 लिभिङ हल, 4 बेडरुम रहेको छ। 2वटा बेडरुममा तपाईँले अट्याच टोयलेट एन्ड बाथरुम सहितको पाउनुहुनेछ। फिक्स दराजहरू, ड्रेसिङ टेबलहरू सबैको व्यवस्था पाउनुहुनेछ भने पूजा रुम, स्टोर रुम, लाउन्ड्री, बेल्कनी सबैको व्यवस्था गरिएको छ। यो घरको पूजा रुम टप फ्लोरमा रहेको छ, ठुलै रहेको छ। यदि यहाँहरू 5-7 जना 8-10 जना बसेर भजन कीर्तन गर्ने सोचवाला पूजा रुम खोज्नु भएको छ भने यो पूजा रुम पनि हुन सक्नेछ तपाईँहरूलाई। फ्लोरमा फुल सिसोको काठको पार्केटिङ गरिएको छ भने सिलिङ्समा घरलाई सुहाउने प्रकारको फल सिलिङ गरिएको छ। एकदमै राम्रो, जेन्युन र मजबुत तरिकाले बनाइएको, सबै कुराको मध्यनजर गरेर बनाइएको। यदि यहाँहरूले कुनै प्राविधिक इन्जिनियर ल्याएर चेक जाँच गराएर बुझ्न पनि सक्नुहुनेछ। पार्किङको कुरा गर्नु चाहिँ नि 2वटा ठिकाउ गाडी राख्न सकिनेछ भने 5-7वटा बाइक पनि सजिलै अटाउने स्पेस रहेको छ। एकदमै शान्त वातावरण, नयाँ बस्ती, हरियालीको माझमा रहेको यो घर तपाईँहरू माझमा हामीले लिएर आइसकेका छौँ। यो घरको मूल्य 4 करोड 40 लाख राखेका छौँ भने आपसी समझदारीमा बसेर मूल्य पनि मिलाउन सकिनेछ। अधिक कुराको जानकारी लिनु परेमा